अभिमन्यु च्याप्टर 1 को नाममा एउटा चलचित्र आजबाट रिलिजमा आइसकेको छ फाइनली फ्रम द मेकर्स अफ पूर्णबहादुरको सारङ्गी। बोले त सेभेन सिज सिनेमाले एकदमै पर्फेक्ट अनि एकदमै बवाल सिनेमाहरू बनाइरहेको छ इतिहास पढ्ने हो भने। इतिहासमा यो कम्पनीले बनाएको चलचित्रले नेपालको सबैभन्दा बढी कलेक्सन गरेर एउटा हिस्ट्री बनाएको छ, त्यो तपाईँ हामी सबैलाई थाहा छ। यही कम्पनीले बनाएको अर्को चलचित्र अभिमन्यु च्याप्टर 1 आइसकेको छ। पहिलो नम्बरमा त सेभेन सिज र विनोद पौडेल अनि रमेश चौलागाईलाई सल्युट गर्नुपर्ने हुन्छ, किनकि एउटा नयाँ डिरेक्टरलाई सिनेमा इन्डस्ट्रीमा ठाउँ दिएको कारणले गर्दाखेरि उनीहरूलाई सल्युट गर्नुपर्ने हुन्छ। त्यही माथि एउटा नयाँ डिरेक्टरले यस्तो भिजन लिएर आइसके पछाडि मलाई लाग्छ विनोद पौडेल ठुलो हृदयका मान्छे हुन् र निर्देशक सुशान्त गौतमलाई पनि एकचोटि भने सल्युट गर्नुपर्छ, किनकि नयाँ डिरेक्टरमा यतिका धेरै भिजन हुनु भनेको नटजोक। एक वर्डमा भन्नुपर्दा अभिमन्यु च्याप्टर 1 माइन्ड ब्लोइङ चलचित्र रहेको छ। नयाँ चलचित्र जनराको उदयमान पक्षलाई उजागर गर्दै लुट चलचित्रले जसरी नेपाली सिनेमा इन्डस्ट्रीको मुहार फेरिदिएको थियो, त्यसरी नै अभिमन्यु च्याप्टर 1 ले पनि नयाँ जनरातिर नेपाली सिनेमा इन्डस्ट्रीलाई लम्काउन खोजिरहेको छ भन्दा फरक पर्दैन, किनकि यो खालको जनरामा नेपाली फिल्महरू खासै रिलिज भएको पाइँदैन। रिलिज भए तापनि कुनै चलचित्रमा डिरेक्सन वाइजको कमी देख्न सकिन्छ, कुनै चलचित्रमा सिनेमेटोग्राफी त कुनै चलचित्रमा स्टोरीकै पञ्च लाइनहरूको कमी देख्न सकिन्थ्यो। तर यो चलचित्रले भने यी र यस्ता कुराहरूमा नो कम्प्रोमाइज, कुनै पनि कम्प्रोमाइज गरेको छैन, एकदमै पर्फेक्ट तरिकाले देखाएको छ। सस्पेन्स थ्रिल जनरमा बनेको यो चलचित्रले पुरै साउथ फिल्म इन्डस्ट्रीको यादहरू झल्झल्ती देखाइदिइरहेको हुन्छ। त्यही माथि कामेश्वर चौरासियाको त्यो एक्टिङले भने एकदमै माइन्ड ब्लोइङ। हामीहरू कतै साउथ इन्डियन चलचित्र त हेरिरहेका छैनौँ, नेपाली कलाकारहरूले खेलेको भन्ने खालको फिल दिइरहेको हुन्छ। त्यति मात्र होइन, यो चलचित्रको स्टोरीको पञ्च लाइनदेखि लिएर सस्पेन्सहरू एकदमै पर्फेक्ट तरिकाले देखाइएको छ। यो चलचित्रभित्र एउटा नेपाली कुप्रथालाई पनि देखाउने प्रयास गरिएको छ। सुशान्त गौतमको यो भिजनलाई फेरि पनि एकचोटि सल्युट गर्न चाहन्छु। कामेश्वर चौरासियाको एक्टिङ र लक्ष्मी बर्देवाको एक्टिङले माइन्ड ब्लोइङ प्रस्तुति दिएको छ। उनीहरूको एक्टिङले, हुन त म कामेश्वर चौरासियाको एकदमै डाई हार्ड फ्यान नै हो, र कामेश्वर चौरासिया र लक्ष्मी बर्देवा मात्रै होइन, गौमाया गुरुङदेखि लिएर हरेक कलाकारहरूको त्यो एक्टिङले फरक तरिकाको मेसेज दिन खोज्छ, फरक तरिकाको इनर्जी र फरक तरिकाको एक्साइटमेन्ट प्रदान गर्छ यो चलचित्र मार्फत। त्यति मात्र होइन, नेपालमा पहिलो पटक डबिङ भएको, हिन्दी भाषामा डबिङ भएको चलचित्र एकैपटक नेपाल र नेपाल बाहिरका देशहरूमा रिलिज हुन लागिरहेको छ। यो आँटप्रति मेकर टिमहरूलाई भने फेरि पनि एकचोटि सल्युट गर्न चाहन्छु। अनि अर्को कुरा के छ भने, सायद यो चलचित्रले नेपाली फिल्म बजारको मुहार फेर्न सक्छ भन्ने मलाई जहाँसम्म लाग्छ। सो यो चलचित्र हेर्नुभयो भने तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। यो चलचित्रलाई म रेटिङ दिन चाहँदाखेरि आज पहिलो पटक चलचित्रको रेटिङ दिन गइरहेको छु म। सो म यो चलचित्रलाई रेटिङ दिन चाहन्छु 5 मा 4.5 स्टार।